नमस्कार, फेसबुक लाइभमा स्वागत छ। हामी अलि धेरै अन्तरालपछि फेसबुक लाइभमा जोडिएका छौँ। काठमाडौँको सर्वोच्च अदालत पृष्ठभूमिमा तपाईहरु देखिरहनु भएको छ। सर्वोच्च अदालतमा रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध उच्च अदालत तुलसीपुरको बुटोल इजलासले जारी गरेको आदेश र उहाँको गिरफ्तारी अथवा पक्राउ गैर कानुनी रह्यो भनेर उहाँकी धर्मपत्नी निकिता पौडेल लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा निरन्तर सुनवाई भइरहेको छ। आज दोस्रो दिन पनि सुनवाई भयो। यो चाहिँ निरन्तर नवकुल सुवेदी र बालकृष्ण ढकालको मान्य न्यायाधीशको इजलासमा निरन्तर सुनवाई भइरहेको छ र आजसम्म प्रतिवादीका कानुन व्यवसायीहरू र सरकारी वकिलले चाहिँ बहस गर्नुभएको छ र यी बहसहरू अब बाँकी चाहिँ जाहेरवालाका तर्फबाट बहस उहाँहरूका कानुन व्यवसायीले बहस गर्न बाँकी छ र प्रतिउत्तर प्रतिवादीका तर्फबाट प्रतिउत्तर जवाफ दिएपछि सम्भवतः भोलि यो बन्दी प्रत्यक्षीकरणको रिट र 73 नम्बरको निवेदन संयुक्त रूपमा सुनवाई भइरहेको छ। त्यसमा आदेश आउने सम्भावना भोलिका लागि छ। विशेषतः आज रवि लामिछानेका तर्फबाट अस्ति मुद्दा हेर्दैमा रहनु अघि बहस सुरु गर्नुभएका वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले आज बहसको सुरुवात गर्नुभयो। बहसको निरन्तरता गर्नुभयो। अस्ति सुरुवात मात्रै गर्नुभएको थियो, त्यसको निरन्तरता आज गर्नुभयो। त्यसपछि छविलाल जोशीका तर्फबाट बहस भयो। छविलाल जोशीका तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, अधिवक्ता अपूर्व खतिवडा, वरिष्ठ अधिवक्ता गोविन्द बन्दी, अधिवक्ता पुष्पराज पाण्डे, त्यसैगरी अधिवक्ता प्रवीण सुवेदी र टङ्क दुलालले बहस गर्नुभयो। त्यसपछि सरकारी वकिलका तर्फबाट जो अभियोजक हुनुहुन्छ, अभियोजनकर्ता हुनुहुन्छ, उहाँले बहस गर्नुभयो। सरकारी वकिलका तर्फबाट दिनेश प्रसाद घिमिरे सहन्यायाधिवक्ता, त्यसै गरी रक्षा देवाली उपन्यायाधिवक्ता, रामप्रसाद पन्थी उपन्यायाधिवक्ता, गोविन्द खनाल सहन्यायाधिवक्ता र लोकराज पराजुली नायब महान्यायाधिवक्ताले बहस गर्नुभयो आज। र सरकारी वकिलको बहस सकिएपछि समय पनि निर्धारित समय 5 भइसकेपछि आजका लागि पनि इजलास स्थगित भयो र मुद्दा हेर्दैमा रह्यो। विशेषतः आज बहस गर्दा प्रतिवादी रवि लामिछाने र छविलाल जोशीका कानुन व्यवसायीहरूले चाहिँ रवि लामिछानेको पक्राउ जुन उच्च अदालतको आदेश कार्यान्वयनको लागि भन्दै रवि लामिछानेलाई पक्राउ गरियो, त्यो गैर कानुनी छ। त्यो विधिको शासन अथवा कानुनी प्रक्रिया भन्दा विपरीत छ। त्यसकारणले त्यो पक्राउ चाहिँ गैर कानुनी रहेका कारणले उहाँलाई रिलिज गर्नुपर्छ भन्ने तर्कबाट बहस गर्नुभयो। एउटा महत्त्वपूर्ण कुरा किन गैर कानुनी छ भन्ने सन्दर्भमा उच्च अदालतको आदेश कार्यान्वयन जिल्ला अदालतले गर्नुपर्ने हो, तर उच्चको आदेश जिल्ला अदालत पुग्दा नपुग्दै आदेश आएको करिब आधी घण्टा 45 मिनटमै प्रहरी स्वयं सक्रिय भएर उहाँलाई नियन्त्रणमा लियो। त्यो भनेको उच्चको आदेश कार्यान्वयनका लागि जिल्लाले प्रक्रिया सुरु नगर्दै प्रहरीको सक्रियता गैर कानुनी हो। त्यसकारणले प्रहरीले अदालतको क्षेत्राधिकार पनि मिचेको छ। त्यसकारणले उहाँलाई रिलिज गर्नुपर्छ भन्ने उहाँहरूको तर्क थियो। त्यसैगरी पक्राउ पर्दाखेरि उहाँलाई जुन पुर्जी दियो, घरमा एउटा पुर्जी दियो, जिल्ला परिसर काठमाडौँ ल्याउँदा एउटा पुर्जी दियो र रूपन्देही जिल्ला प्रहरी कार्यालय लगिँदा फरक पुर्जी दिएको छ र ती फरक पुर्जीमा फरक प्रयोजन भनेर उल्लेख गरिएको छ। काठमाडौँमा पक्राउ गर्दा जरुरी पक्राउ पुर्जी जारी गरियो, त्यसैपछि त्यसमा चाहिँ अनुसन्धानका लागि भनियो। काठमाडौँमा एउटा बेहोरा लेखियो र रूपन्देहीमा अर्को बेहोरा लेखियो। ती फरक बेहोराले उहाँलाई के प्रयोजनका लागि पक्राउ गरिएको भन्ने खुल्दैन भन्ने उहाँहरूको अर्को तर्क छ र त्यो गर्नु चाहिँ विधिको शासन कानुनी प्रक्रियाभन्दा विपरीत हो। प्रहरीले त्यस्तो गर्न पाउँदैन।
अदालतमा मुद्दा विचाराधीन रहेका प्रतिवादीलाई केही गर्नु पर्यो भने अदालतको स्वीकृति चाहिन्छ, अनुमति चाहिन्छ। त्यो अनुमति बेगर अदालतले अनुमति नदिइकन उहाँमाथि जुन धरपकड गरियो त्यो गैर कानुनी थियो भन्ने उहाँहरूको यो बन्दी प्रत्यक्षीकरणको रिटतर्फको दाबी तर्क जिकिर थियो। अर्को 73 नम्बरको निवेदन जुन उच्च अदालत तुलसीपुरको बुटोल इजलासले चाहिँ जिल्ला अदालत रूपन्देहीको आदेश जुन आदेश विरुद्ध त्यसलाई उल्ट्याएर उहाँलाई पूर्वपक्षको लागि चुनावमा पठाउने आदेश गरेको थियो। त्यहाँ जे आधार र कारण भनिएको छ पूर्वपक्षमा अथवा चुनावमा पठाउनका लागि ती आधार र प्रमाण चाहिँ पर्याप्त होइनन्। उच्च अदालतको आदेशमै केही शङ्कास्पद कागजात अथवा शङ्कास्पद कुराहरू चाहिँ प्रमाणका रूपमा आदेशमै व्याख्या गरिएको छ। शङ्कास्पद प्रमाणका आधारमा कुनै पनि व्यक्तिलाई चुनावमा पठाउन मिल्दैन, कानुनले दिँदैन। कि चुनावमा पठाउन पर्याप्त आधार र प्रमाण चाहिन्छ, त्यो पर्याप्त आधार र प्रमाणमा आधारित हुनुपर्छ। तर त्यो नभइकन जिल्ला अदालतको आदेशलाई उल्ट्याइएको छ। त्यसकारणले त्यो आदेश उच्चको आदेश बेरितको छ, बेरितको आदेश बदर हुनुपर्छ भन्ने उहाँहरूको माग छ। त्यसै गरी उहाँ सहकारी विशेष समितिको प्रतिवेदन कार्यान्वयनको बहानामा रवि लामिछाने लगायत विरुद्ध मुद्दा दर्ता गरियो। त्यो चाहिँ राजनीतिक प्रेरित हो। सहकारी छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयनका बहानामा त्यो प्रतिवेदन आएपछि कीर्ति उजुरीहरू खडा गरेर जाहेरीहरू खडा गरेर मुद्दा चलाइयो। त्यसकारणले मुद्दा चलाउने आधार नै कीर्तिको सहारा लिएका कारण यो मुद्दा टिक्ने खालको छैन, यो मुद्दा अगाडि बढ्ने खालको होइन भन्ने उहाँहरूको अर्को तर्क थियो। र मूल तर्क सहकारीको पैसा गोर्खा मिडियामा गएको स्वीकार सबैभन्दा पहिला चलाइएका मुद्दाहरूमै गरिसकिएको। तर पहिलो मुद्दामा रवि लामिछाने लगायतलाई किन प्रतिवादी बनाइएन त? जबकि सहकारीको पैसा गोर्खा मिडियामा गएको स्वीकार चाहिँ पहिलो अभियोग पत्रमै रवि लामिछानेहरूका नाममा पनि नाम गरेर कीर्ति खाता खोलेर लगिएको स्वीकार पहिलो अभियोग पत्रले नै गरिसकेको छ। तर पहिलो मुद्दामै किन प्रतिवादी बनाइएन त रवि लामिछाने लगायतलाई? त्यो नबनाइनु, पहिलोमा नबनाइनु, दोस्रोमा कुनै आधार र प्रमाण बेगर नै मुद्दा चलाइनुमा राजनीतिक प्रतिशोध छ। यो बदनीयतपूर्ण हो। यो चाहिँ एउटा उदाउँदो राजनीतिक शक्ति र त्यसको मूल नेतृत्व विरुद्ध राज्य र सरकारले एउटा सृजना गरेको एउटा षड्यन्त्र हो भन्ने उहाँहरूको तर्क थियो। विशेषतः आज इजलासमा सरकारी वकिलहरूलाई इजलासले केही महत्त्वपूर्ण प्रश्नहरूमा स्पष्ट पार्नका लागि आग्रह पनि गर्यो र सरकारी वकिलहरूको तर्क दलिललाई अत्यन्त सम्मान गर्दै उहाँहरूले राख्नुभएका तर्क दलिललाई अत्यन्त सम्मान गर्दा गर्दै पनि इजलासले जे प्रश्नमा प्रश्न पार्न भनेको थियो त्यसमा उहाँहरू खरो रूपमा चाहिँ उत्रिन सक्नु भएन। जस्तै आज इजलासले केही प्रश्नहरू गरेको थियो, किन चाहिँ रवि लामिछानेलाई सुरुमै मुद्दा चलाइएन त? नचलाइनुको कारण के हो? किन एकै दिन पूरक र थप अभियोग पत्र लगियो एकै मितिमा? त्यसको आशय के हो त? त्यसो गर्नुपर्ने औचित्य कसरी पुष्टि हुन्छ? त्यसै गरी त्यसबारे पनि प्रश्न गरेको थियो। त्यसै गरी पैसा विभिन्न सहकारीबाट गोर्खा मिडियामा पैसा गएकोमा विवाद छैन, तर निवेदकले मेरो जानकारी बेगर, मलाई जानकारी नदिकन मेरो नाममा कीर्ति खाता खोलेर कसैले पैसा जम्मा गरिदियो, त्यो पनि व्यक्तिको होइन, मेरो खातामा होइन, गोर्खा मिडियाको खातामा पैसा जम्मा गरिदियो होइन। त्यो जम्मा गरेको आधार र प्रमाण के हो त? ठोस के छ त त्यसमा? त्यसबारे चाहिँ प्रश्न पार्नुहोस् भनेर इजलासले सरकारी वकिलहरूलाई त्यो प्रश्न पनि गर्नुभएको कि उहाँहरूले चाहिँ दुरुपयोग भयो, मेरो नाम नै दुरुपयोग भयो भइरहँदा दुरुपयोग भयो भन्ने पक्षको चाहिँ धारणाहरूलाई किन स्वीकार गरिएन त? अभियोगको कुनै जाँदा अर्को इजलासको प्रश्न थियो। त्यसै गरी सङ्गठित अपराधको समेत अभियोग लगाइएको छ, तर रवि छवि जतिसम्म गोर्खा मिडियामा रहे
त्योभन्दा अगाडि पनि र त्योभन्दा पछाडि पनि विभिन्न सहकारीहरूबाट पैसा चाहिँ गोर्खा मिडियामा गएको तथ्यमा देखिन्छ। त्यस अर्थमा उहाँहरू हुनु र नहुँदा पनि पैसाको चाहिँ गोर्खा मिडियामा गइरहेको परिप्रेक्ष्यमा उहाँहरूले नियोजित रूपमा योजनाबद्ध चाहिँ बदनियत राखेर नै गोर्खा मिडियामा पैसा लानु भएको पुष्टि कसरी हुन्छ भन्ने बेन्चको सरकारी वकिललाई प्रश्न थियो। त्यसै गरी अनुसन्धानका लागि भनेर किन पक्राउ पुर्जी दियो त होइन? उहाँको गिरफ्तारी उहाँको पक्राउ कानुनी नै थियो भन्ने आधार के हो त प्रश्न पारिदिनुहोस् भनेर इजलासले सरकारी वकिलहरू, किनकि उहाँलाई त विभिन्न बेहोराको पुर्जी दिएको छ अनुसन्धानका लागि भनेको मुद्दा जिल्ला अदालतले थुन्सेक आदेश गरेर उच्चले समेत एउटा आदेश गरिसकेको परिप्रेक्ष्यमा फेरि अनुसन्धानका लागि भनेर त्यही व्यक्तिलाई किन पक्राउ गरियो त? त्यसको कानुनी आधार के हो भन्ने चाहिँ इजलासका केही महत्त्वपूर्ण प्रश्नहरू थिए। ती प्रश्नहरूमा सरकारी वकिलका तर्फबाट धेरै बलिया तर्कहरू प्रस्तुत भएनन्। यद्यपि उहाँले जे तर्क र दलिल प्रस्तुत गर्नुभयो त्यसको अत्यन्तै सम्मान हामी पनि गर्छौँ। अब भोलि सरकारी वकिलका तर्फबाट बहस सकिसकेका कारण जाहेरीकर्ताका तर्फबाट हामी 3 जनाले बहस गर्छौँ भनेर आजै इजलासमा जानकारी गराउनु भएको छ। उहाँहरूले बहस गरेपछि प्रतिवादीका तर्फबाट प्रत्युत्तर जवाफ दिएपछि आजै इजलासमा प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ता सतीश कृष्ण खरेलले म चाहिँ जवाफी बहस गर्छु भनेर आज इजलासलाई जानकारी गराइसक्नु भएको छ। त्यसै गरी रवि लामिछानेका तर्फबाट पनि जवाफी बहस सम्भवतः उठेका प्रश्नहरूको जवाफ एकजना वरिष्ठ अधिवक्ताले दिनुहुनेछ। त्यसपछि यो बहस सकिएपछि आदेशको प्रक्रियामा यो मुद्दा प्रवेश गर्छ र भोलि सम्भवतः बहस चिया अथवा खाजा समय अगाडि सकिन्छ। त्यसपछि आदेशको प्रक्रिया अगाडि बढ्छ। भोलि यो मुद्दामा आदेश आउने सम्भावना अत्यन्तै प्रबल छ। आजलाई यो अपडेट यति नै हामी सर्वोच्च अदालत परिसरबाट उपस्थित थियौँ। यो अपडेट अब भोलि अलि महत्त्वपूर्ण दिन आदेश सम्भवतः आदेश आउँछ। भोलि के हुन्छ भन्ने सूचनाका साथ फेरि आउनेछ। अहिलेलाई नमस्ते, धन्यवाद।